इबी खजर र दु 7 वटा 8 र 2 इबी ल र अघि त्यहाँ उकालो चढेर जाँदाखेरि त म त कसम गर्मीले पसिनाले टिप्पी ल्याएर त ल भाइ ल अनि दिदीलाई त माइकै नपर्ने रहेछ है स्पिकरै रहेछ तपाईँ त गाइस वेलकम ब्याक टु माई च्यानल इट्स गुलामा अर्को सुरुवात भइरहेको छ बसबाट होइन म अघि आर्यन दोस्तको घरमा थिएँ अहिले चाहिँ म निस्किसकेको छु निस्केर फेरि तिम्रो जानु परेको अवस्था तिम्रोमा हल्का काम छ अब तिम्रो फेरि काम सकेपछि अनि त्यसपछि आएर अनि चलिन्छौँ घर र त्यो अहिले चाहिँ म बसमा छु साथीहरू ओभर दैट सुती आइदिएको मान्छे धेरै पर्खिँदा दिमाग खराब भएर बस नआएर तलको नारायण टारको कहाँको बस भने अब त्यो छाडिदियो होइन तलको बस पर्खिँदै अनि कति 10 बजी यार मान्छे माथि तिम्रो कहिले फर्किन अहिले त गएर यार यताउता गरिसक्नु पर्ने मान्छे 11 बजिसक्यो यार त दिमाग खराब अब यहाँ सिधै माथि चलिदिएर अनि थोरै हल्का काम छ कामसम्म सकेपछि अनि त्यसपछि सिधै फर्किन्छौँ लेट्स सी आज के हुन्छ आज गएर अब यहीँ मिलामचिम पास होला कि सकेसम्म चाहिँ आज फर्कौँ भन्ने कुरा हो होइन 3 दिन भइसक्यो ट्राभल गर्नु खोले साग सही हो ल अब सिधै गएर क्युरमा झर्दाखेरि भेट्छौँ है साथी मजा भएपछि सुत्दिएको ल फाइनली किला आइपुगेको अवस्था साथीहरू क्युरमा बस चाहिँ फर्किँला अब म चाहिँ सिधै जानुपर्ने हुन्छ नि एउटा त है साथीहरू अब सिधै तिमीमा गएर भेट्छौँ है त्यही हो फोन इडिटेड हुनु लागिसकेको छ यार साथीहरू मेरो त ल यस्तो छ है नजाएर चाहिँ ल सिधै तिमीमा भेट्छौँ 2,000 years later. म तिम्बु पुगेर नि तिम्बुबाट फर्केर यता क्योला पुगेछु तपाईँ जानुपर्ने हुन्छ बस चाहिँ लागिसकेको छ हाम्रो इबीको यता पाकेछ अरे काँक्रो पाकेर सबैको आँखा लागेछ गाह्रो छ इबीलाई काँक्रो यता खतरा फरेको नि त नि फेरि हेर्नमा बिजी छ उहाँको चाहिँ दोकानहरू रहेको छ है साथीहरू डु भिजिट इबी खजर र दु 7 वटा 8 र 2 इबी ल र ए ल ल इबी बाई बाई ल र नि ल र इबी मोमो खायो अनि थोरै एउटा मोमोमा एउटा प्याकिङ गरेर लगिरहेको छु उता हाम्रो मेलाम्ची आर्यन सोटीलाई उसलाई नि मोमो चखाइदिउँ न कस्तो हामीले इबीको कस्तो छ भनेर उनीहरू यहाँबाट एउटा मोमो चाहिँ मैले प्याक गरिसकेको छु साथी होइन साथीहरू म देखाइदिन्छु साथीहरू गफाने जस्तो हुन्छ होला फेरि ल इबीकै प्लेट मोमो चाहिँ मैले यहाँ राखिसकेको छु है साथीहरू अब टक्क लगाएर मेलाम्ची पुलमा गएर चाहिँ आर्यनलाई भेटेर उसलाई चाहिँ दिनुपर्ने हुन्छ अनि दिएर चाहिँ यहाँबाट चलिदिन्छु आज
मिलम्चीमा बस्यो भन्ने कुरो थियो तर अहिले आज फेरि घरमा फेरि काम परेर आज फर्किनु पर्ने भयो क्या अब अनि सो त्यही भएर चाहिँ आज डाइरेक्ट सिधै काठमाडौँ अब आज मैले धेरै भिडियो नै बनाएँ के बनाउनु यो भन्दा उहिले नै आएर बनाएको अनि त्यही रिपिट के देखाइरहनु भनेर नि त अनि त्यही भएर म त्यो साह्रो बनाएन है साथीहरू त्यही हो ल यो अब हाम्रो 2 बजेको लास्ट 2 बजेको अवस्था भर्खर चाहिँ अनि अब यहाँबाट निस्कनु पर्छ गर्मीले यहाँ हेर न साथीहरू यस्तो लाउनु पऱ्यो यति नभए गर्मीले मर्ने क्या राइट अघि त्यहाँ उकालो चढेर जाँदाखेरि त म त कसम गर्मीले पसिनाले टिपी ल्याएर राइट अनि त्यही हो साथीहरू मेरो चार्ज नै अब त्यस्तो धेरै छैन अब सिधै मेराम्चीमा भेटेर चाहिँ आर्यनले गरेर दिँदाखेरि म हजुरलाई देखाउँछु है त ल ट्याक्क लगाएर सोल्टीको लगायो भनेर यहाँ मोमो ल्याइदिएको यार मोमो ल्याम्मा चुहेर कपडा नि त्यो भएछ यार फा भयो नि त मोमो केचपै भएछ फेरि झोलामा राखेको मेरो कपडामा पनि लागेको छ चार्जर रहेछ चार्जर हल्दीमै छ ए ल यार मोमो ल्याइदिएको तिमीलाई उता एउटा टिभीको भ्लगमा हेर न तिमीले अब थाहा हुन्छ ल भाइ यार ल ल यार अब एकछिन हेरेर रोक्छु अरे अनि त्यसपछि यहाँबाट चलिदिन्छौ साथीहरू म चाहिँ यहाँबाट इभीमा चढेको अवस्था है बसमा गयो भने चाहिँ एकदमै ढिलो पुग्ने अरे त्यही भएर चाहिँ बसबाट चाहिँ इभीमा झरिसकेँ त्यही हो अनि दिदीलाई त माइकै नपर्ने रहेछ है के बोले भाइ अब के बोले स्पिकरै रहेछ तपाईँ त Many hours later. फाइनली काठमाडौँ आइपुगेको अवस्था काठमाडौँ पुगेको अहिले चाहिँ च्याक्का लगाएर अब सिधै घर चल्दिस् घर चल्नु पर्ने हुन्छ हो अलि छिटै पुऱ्याइदियो यार कसम बसमा आएको भए त म अलि लेटै हुन्थ्यो होला हौ 3-4 घन्टामा पुऱ्याइदिन्छ अनि यहाँ त 7 बज्छ नि म यहाँ आएर लगभग 5:30 भयो यार छिटै आइपुग्यो यार 6 बजेभन्दा अगाडि आइपुग्यो यार सही हो ल साथीहरू अब यहाँबाट चाहिँ ट्याक्कला टेम्पो चढेर चाहिँ घर फर्किनु पर्ने हुन्छ घरमा आएर भेट्छौँ है The next day. सो गाइज यो चाहिँ भ्लग चाहिँ हिजो इन गर्नुपर्ने हो भ्लग हिजो इन गर्न बिर्सेर चाहिँ हामीले इन गर्न गइरहेको छु सो भिडियो कस्तो लाग्यो होला भिडियो अलिकति भयो नि इन्ट्रेस्टिङ थोरै फनी लाग्यो भने चाहिँ लाइक गरिदिनु सेयर गरिदिनु होइन अनि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु आई विल सी यु गाइज इन द नेक्स्ट भिडियो टिल देन बाई टेक केयर